आदरणीय गायक केशर ओलीको लागि जोरदार ताली बजाउनुहोस् प्लिज। हो बाबु कस्तो आउँछ? मेरो माया लागेको छ फेरि चाहिँ खुब कस्तो आउँछ? किन लुक्छ केटा फेरि? ओके थ्याङ्क यू। धेरै धेरै धन्यवाद छ। लोकप्रिय कार्यक्रम सञ्चालक नवीन ऋषि भाइ, तपाईँलाई पनि उज्जवल भविष्यको कामना गर्दै साङ्गीतिक यात्रामा सदाबाद सफलताको शुभकामना भाइ। तपाईँ पनि दोस्रो बागचौर कृषि वन पर्यटन तथा कृषि सांस्कृतिक महोत्सव 2083 यसका सम्पूर्ण आयोजक सरहरू लगायत सम्पूर्ण कमल चन्द्र सर कार्यक्रम संस्कृति संयोजक लोकमान चन्द अध्यक्षज्यू लगायत सम्पूर्ण उहाँको पदाधिकारी टिमलाई मा केशर होलीको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दै स्टेजमा रहेका सम्पूर्ण सरहरू हुनुहुन्छ, पशुपति गौतम सर हाम्रो म्याडमहरू हुनुहुन्छ, उहाँहरू सबैलाई सम्मान छ। तपाईँहरू जति उपस्थित हुनुहुन्छ तपाईँहरू सबैलाई धेरै धेरै सम्मान र साङ्गीतिक नमस्कार भन्न चाहन्छु। हाम्रो साउन्ड सिस्टममा बसेका भाइलाई पनि धेरै धेरै सम्मान छ। बागचौर नगरपालिकाका नगर प्रमुख लगायत सम्पूर्ण सिङ्गो टिमलाई मा केशर होलीको तर्फबाट हार्दिक सम्मान गर्दै र सुरक्षाकर्मीमा खटिनुभएका यस्तो घाममा पारी ब्यारेकभित्र बस्नु भएको छ होला उहाँहरू सबै यता कता कता हुनुहुन्छ, उहाँहरू सबैलाई एकमुष्ट सम्मान गर्दै यो घामलाई घाम नबनी यो मेला महोत्सवलाई सफल बनाउन तपाईँहरूको ठुलो भूमिका रहेको छ। तपाईँहरू सबै भगवान रूपी दर्शकहरूलाई मा केशर होलीको फेरि पनि फेरि निहुर्याएर नमस्कार गरे। सुन्नुभएको छ मेरा गीतहरू? भेट्ने भए अगाडि सर्केता सर्केता को गाउने हातमाथि गर्केता काम दोहोरी काम। त्यो गीतको सर्जक गायक मा केशर ओली। घर घुम्नुहुन्छ भने बागचौर नगरपालिका 12 बाँसखोला। मैले पहिला पनि एउटा गीत गाइदिएको थिएँ हाम्रो नगरपालिकाको। ओइ कर्णाली प्रदेशको पुरकोट हाम्रो कृषिको वरदान तरकारी राम्रो आहा हाम्रो कति राम्रो छ। कतिले सुन्नुभएको थियो? आज उठाउनुहोस् एकचोटि। पक्कै पनि केशर ओली अफिसियल युट्युबमा छ। ओइ बागचौर 12 त्यो बापु खोला आलु खेतीले चिनाकै होला आहा हाम्रो सल्यान कति राम्रो सल्यान। यो पनि मेरो युट्युबमा छ। यसै गरी हाम्रो यो शक्ति चन्द्र भाइसँग एउटा देवी घट्टीले मेरो आवाजमा एउटा भजन गाएका थियौँ। प्रभु मारा स्वर्गदारी लुम्बिनीमा बुटा अरू भन्दा हजुर बस्ने ठाउँ देखिन्छ शुद्ध बुद्ध भगवान विश्वबाटै छानेका शुद्ध भगवान। यो शक्ति चन्द्र भाइले पनि स्वरमा साथ दिनुभएको थियो अनि देवी घट्टीको आवाज र मेरो आवाजमा थियो। र अर्को अस्ति भर्खर मात्रै मेरो आफ्नै केशर ओली अफिसियल युट्युबमा हामीले अपलोड गरेका छौँ। ओ तातियो जान मेरी डल्ली मगर्ने आतियो जान मेरी डल्ली मगर्ने डल्ली मगर्ने मेरी डल्ली मगर्ने थोरै जाँड खाने हल्ला नगर्ने ल्याउन जाँडको झोल हल्का रन्काउँछु जान्छु घोलै घोल। थुप्रा गीतहरू देवी घट्टी र मेरो आवाजमा एउटा थियो। ओ दिनमा भेट्दा छिमेकीले बाटो छेके पानी राति भेट्न आउनु माया जुनले देखे पानी माया आउन राति राति हाम्रो माया सबैलाई हल्ला भो अब दिनमा भेट्नु भन्दा रातमा भेट्नु जाति। यो पनि देवी घट्टीले मेरो आवाजमा रहेको थियो। योभन्दा पहिला सुरुको गीत हाम्रो शान्तिश्री परियार र मेरो आवाजमा गरिबको आवाज भन्ने त्यो गीत रत्नपार्कमा सुटिङ गर्दा हाम्रो पशुपति सर सँगै हुनुहुन्थ्यो। गरिबको घरमा चुलो त बलोस् गरिब उठाउने सरकार चलोस् यो हाम्रो देशमा। थाहा छ यो देशमा हजुर कसले के गरेछ नेताजीलाई आफ्नै टुनो सोझ्याउनु परेछ। हो कि होइन? जति आए पनि कामै तिरेका त्यो बिग्रेको गाडीको इन्जन हुन्छ नि जति ड्राइभर खेले पनि त्यो बिग्री हुन्छ क्या। अब केही हुनेवाला छैन यहाँ। चाहे लोकतन्त्र आओस् गणतन्त्र आओस् चाहे नयाँ सरकार होस् चाहे पुरानो सरकार होस् हामी गरिब दुखीका दिन जस्ताका तस्तै हुने कुरा बुझिराख्नु होला। अब एउटा गीत धेरै तपाईँहरूलाई नबोली सुरुमा भिज्ने भए अगाडि सर्केता भाइ क्लियर गर्नु होला है। यो समन थापा र मेरो आवाजमा रहेको थियो। नाच्ने जतिले हात उठाउनु पर्छ हामीलाई जोरदार तालीले है हजुर यताबाट सपोर्ट गर्नु होला।
के भयो अगाडि सर्केटा भन्ने तपाईँ है हेरिदिनु होला तपाईँहरूले अलि हुटिङ गर्नुपर्छ तपाईँ हाम्रो गाउँठाउँ अगाडि यत्रो मेला महोत्सव आयोजना गरेको छ आयोजकले राष्ट्रिय कलाकारको लागि मात्रै यो जोडिएको होइन तपाईँ हाम्रो गरिमासँग जोडिएको महोत्सव हो तपाईँको कतिलाई पनि छेउ गर्न पाउनुपर्छ क्या हजुर सबैले है सेवा ल है आहा यताबाट बहिनीहरू सब है सेवा ल है आहा सेवा ताली बजाएर साथीहरू आमाहरू है सेवा ल है ओइ बित्ती भाइ अगाडि सर्केटा है सर्केटा ओ गाउँले हातमाथि घरकेटा राम्रो हो नि गाउँ अगाडि सर्केटा ओ गाउँले हातमाथि घरकेटा राम्रो हो नि गाउँ नाच्नु चेकेटीलाई बाटो ठाउँको ठाउँ नाच्नु चेकेटीलाई बाटो ठाउँको ठाउँ नाच्नु चेकेटीलाई बाटो ठाउँको ठाउँ स्याबास तालीहरू स्याबास सबले ट्याक्कै आहा ल है स्याबास बजाऊ ल आमा दिदीबहिनीहरू सबैले ताली बजाउन थाहा भयो स्याबास ल है आहा स्याबास ल है Hey,